स्याङ्जा जाने बाटोमै तनाउ यति राम्रो घरको मूल्य कति होला आफै कमेन्ट बक्समा भनौँ है दर्शकबिन। नमस्कार, आज हामी घरधनी रियल इस्टेट सल्युसनले हजुरहरू सामु बुढानी कण्ठा 8 सुन्दर बस्तीबाट यो आलिशान 5 आना 1 पैसा क्षेत्रफलमा बनेको ब्रान्ड न्यू डुप्लेक्स स्टाइलमा बनेको नियो क्लासिकल बुटिक प्रपर्टी लिएर हट सेलमा आइसकेका छौँ। झन्डै 3 तल्लाको यो प्रपर्टीमा एकदमै प्रिमियम फिनिसिङ दिएको छ। एम्पल पार्किङ छ, वाटर ड्रेनेज सिस्टम, खानीबानी, बत्ती, बिजुली, ढल, इन्टरनेट सबै चिजको सुविधा भएको। पूर्व फेसिङ घाम लाग्ने वास्तु मिलेको, अगाडि 13 फिटे ढलाने बाटो, 3टा जत्रो पनि गाडी राखेर 5-7 वटा बाइक राख्न मिल्ने, वाटर फाउन्टेन पनि भएको, यतापट्टि पछाडि ब्याकयार्ड पनि ओपन भएको, तीनतिरैबाट खुल्ला भएको। यति बवाल घर बुढानी कण्ठा एरियामा सायदै पाउनुहुन्छ। अब भन्नुहोस् यस्तो लग्जरियस प्रपर्टीको आस्किङ प्राइस कति होला? ल सुन्नुहोस्, जम्मा 4 करोड 60 लाखको आस्किङ प्राइस छ। प्राइस मिल्छ, तुरुन्तै बुकिङ गर्नु होला। आजै हामीलाई कल गरिहाल्नुहोस्। पहिला हामी रेन्टल स्पेसमा जान्छौँ। आउनुहोस्, यतिखेर हामी रेन्टल स्पेसमा आएका छौँ। यो लिभिङ हल हो, मजाको छ। फल सिलिङ, लाइटिङ, कलरिङ मजाले गरिएको छ। लगभग फिनिसिङ भइसक्यो घरको। 2टा बेडरुम छ, एउटा बेडरुम यहाँ छ, ठुलो साइज छ बेडरुमको पनि। नेचुरल लाइट पास हुने उज्याला कोठाहरू छन्। कमन बाथरुम त्यो भयो। त्यहाँबाट यतापट्टि आउँदा अर्को बेडरुम छ, यो पनि एकदमै निकै ठुलो बेडरुम छ। रेन्टको लागि पनि यति ठुलो स्पेसियस बेडरुमहरू भएको घर पाइँदैन है। मोडुलर किचन छ है रेन्टको लागि, टेनेन्ट्सहरूको लागि मोडुलर किचन, क्याबिनेट भएको, चिम्नीदेखि लिएर स्टेनलेस स्टिलको अन्डरमा सिङ्क, मजाको क्याबिनेट, टाइल फ्लोरिङ गरिएको, पछाडि ब्याकयार्ड पनि भएको। ल हेर्नुहोस्, ओपन स्पेस छ। आउटर एलिभेसन पछाडिबाट पनि हेर्नु, मजाको घर छ। बुढानी कण्ठा 8 सुन्दर बस्ती भङ्गालबाट छौँ है हामी। प्रिमियम डिजाइनको घर छ, केही चिन्ता मान्नु पर्दैन। एक्सपिरियन्स्ड बिल्डरहरूबाट बनेको घर हो। तुरुन्तै बुकिङ गरिहाल्नुहोस्। अब हामी माथि ओनर स्पेसमा जान्छौँ। आउनुहोस्, यतिखेर हामी ओनर स्पेसमा आउँदैछौँ। यो मजाको आउटर स्पेस, हलवे, प्यासेजवे हुँदै स्लाइडर, यो स्टेयरकेस छ। मजाको जङ्गली सिसो प्रयोग भएर बनाइएको छ। मिनी साइज स्यान्डलियर त्यहाँ हालेको देख्न सक्नुहुन्छ। फिटिङ्स इन्स्टलेसनहरू हुँदैछ, लगभग फिनिसिङ भइसक्यो है। अब ओनर स्पेसमा छिरौँ। ल हेर्नुहोस्, ओपन प्राइमेरी लिभिङ हल ड्रोइङ स्पेस, टिभी क्याबिनेटरी भएको, पार्किटिङ गरेको, फल सिलिङ, लाइटिङ, कलरिङ मजाको भएको, विन्डो झ्यालहरू भएको, स्लाइडिङमा त्यो पनि लाइट एक्सेसको लागि बाहिरपट्टि बाल्कोनी पनि छ। के चाहियो यति भन्दा? सोकेस क्याबिनेटरीहरू छ, नुक्स एन्ड कर्नर सबै मजाले सदुपयोग गरिएको छ। घरको ओपन किचन डाइनिङ सेटअप छ, टाइल फ्लोरिङ गरिएको छ। यहाँनिर बार सेक्सनहरूको छ, वाइनरिजहरूको लागि अलिकति स्कचेसहरू पनि त्यहाँ राख्न सक्नुहुन्छ। सोकेस हेर्नु ल किचनको, आमाको अचार, दिदीको कोसेली, माइतीको सामान सबै यहाँ अट्छ है। यहाँ चाहिँ रेफ्रिजरेटर भयो, फ्रिज राख्ने ठाउँ हो। अन्डरमाउन्ट स्टेनलेस स्टिलको डबल साइडर सिङ्क छ। बस कम्पनीको अटो भेन्ट हुड छ। क्याबिनेटरी मजाको छ। फल सिलिङ, लाइटिङ, कलरिङ त भइ नै हाल्यो। टोटल 4 BHK फ्लोर प्लान छ ओनरको लागि, जसमा 2टा मास्टर बेडरुम छ है। यहाँ आउनुहोस्, यहाँ एउटा सोकेस छ, यसमा पनि सजाउन सकिन्छ सामानहरू। कमन बाथरुम यता भयो, स्पेसियस छ, ओपन छ। त्यसको बाहिर एउटा भ्यानिटी क्याबिनेट पनि बनाइएको छ। यहाँनिर सिसा राखेर मजाको एउटा ड्रेसर जस्तो बनाइने छ। ठुलो मास्टर बेडरुम छ। फल सिलिङ, लाइटिङ, कलरिङ, पार्किङ सबै छ। एट्याच फुल साइज अथवा फुल बाथरुम पनि छ। ल द्याट्स बेडरुम नम्बर 1 फर द ओनर। कर्भ स्टेयरकेस हुँदै हामी टप मोस्ट अथवा अर्को फ्लोरमा आउँदैछौँ। यहाँ एउटा बिग साइज स्यान्डलियर छ। मजाको यो हलवे, प्यासेजवे, वकवे छ। एकदमै रमणीय वातावरणमा अवस्थित छ दर्शकबिन यो घर। एकदमै प्राइम रेजिडेन्सियल लोकेसन पनि हो यो। अलिकति अगाडि आउनुहोस्, 2टा बेडरुम छ यहाँ बोथ वेजमा। त्यहाँ एउटा कमन बाथरुम छ र यो चाहिँ अर्को मास्टर बेडरुम हो। फल सिलिङ, लाइटिङ, कलरिङ, पार्किङ सबै छ। अट्याच बेडरुम, फुल बाथ भएको मजाको बेडरुम। कमन बाथरुम छ त्यहाँ। अब एरन फिटिङ्स इन्स्टलेसन हुँदैछ। अर्को बेडरुम यहाँ पनि भयो। मजाको फल सिलिङ, लाइटिङ, कलरिङ सबै छ। पार्किङ फ्लोर, स्लाइडर विन्डो पनि छ नेचुरल लाइटको लागि। पूर्व फर्केको छ यो घर, वास्तु मिलेको छ, लोकेसन भन्नै परेन। द्याट्स अनदर बेडरुम है लेडिज एन्ड जेन्टलमेन। बेडरुम नम्बर 4 हो यो। स्लाइडर विन्डो
हुँदै बाल्कनी एक्सेस पनि दिएको छ, फल सिलिङ लाइटिङ कलरिङ मजाको छ, पार्किटेड फ्लोर छ, स्पेसियस रुम छ। यो घरको कुनै कोठा सानो छैन। यो 2-3 आनामा बनाएको सानो घर होइन, यो ठुलो घर हो। 5 आना 1 पैसा क्षेत्रफल। आउटर टेरेस मिनी टेरेस हेर्नुहोस् मजाको छ। यो टेरेसबाट पनि मजाको भ्यू देखिन्छ र यहाँनिर एउटा स्टोरेज पनि दिइएको छ। ल हेर्नुहोस् कति मजाले बनाएको छ त घर। सबै ठाउँमा स्टोरेज छ, ओपन छ। देख्नुभयो नि, के भन्नु छ? ल यो मिनी टेरेस आउटर टेरेस हुँदै अब यो कर्भ स्टेयरकेस हुँदै, जसमा चाहिँ ग्रेनाइटको ट्रेड छ, स्टेनलेस स्टिलको रड हालिएको छ, बलुस्ट्रेड अथवा ह्यान्डरेल जे भने पनि। छतमा आएका छौँ मजाले। हेर्नुहोस् ल बुढानी कण्ठ 8 सुन्दर बस्ती। ल हेर्नुहोस्, आफै इन्जोय लिनुहोस्। कति रमाइलो छ बुढानी कण्ठ भन्ने एरिया। सुन्दर बस्ती भङ्गाल भन्नुहुन्थ्यो नि, यही हो। र यो घरको हामी टेरेस स्पेसमा आएका छौँ। पिसफुल, अपुलेट, लग्जरियस, भिआइपी प्राइम लोकेसन हो। यहाँनिर चाहिँ ठुलो एउटा रुम छ, सायद गेस्ट रुम हुनसक्छ, पूजा कोठाको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ, अथवा मेडिटेसन रुम, मेडिटेसन हल जे पनि भन्न सकिन्छ। मजाको छ। त्यहाँनिर एउटा कमन बाथरुम पनि दिइएको छ। आयरन फिक्सचर्स इन्स्टलेसन हुँदैछ। ल हेर्नुहोस् टेरेस स्पेस चाहिँ कति ठुलो छ। यहाँनिर एउटा सिङ्क राखिएको छ घर धन्ना गर्नको लागि। त्यहाँनिर एउटा धारा फसेट राखिने छ। मजाको ठुलो टेरेस छ, बिग टेरेस हो यो। ग्यादरिङ पार्टिज इभेन्ट्सहरू मजाले गर्न सकिन्छ यसमा। ल अब हामी रुफटप टप अफ द हाउस जाँदैछौँ। आउनुहोस्। अलराइट, यो स्पाइरल आइरन स्टेयरकेस हुँदै माथि रुफटपमा आउँदैछौँ। टप अफ द हाउस है यो चाहिँ, टप अफ द माउन्टेन भने जस्तो। झन्डै 3.5 तलाको यो घरको टपमा आउँदा त झन्डै पहाडै चढेको जस्तो लागिरहेछ। सोलर प्यानल, वाटर फिल्टरेसन, खानेपानी, बत्ती बिजुली सबै सुविधा छ। इन्टरनेट केबल ढल सबै चिज भएको। 1000 लिटर सिजको ट्याङ्क छ। त्यहाँनिर एकचोटि 360 प्यानोरामिक भ्यू हेर्नुहोस्। बुढानी कण्ठ एरियाको, काठमाडौँको यताबाट पनि देखाइदिनुहोस्। हेर्नुहोस् कस्तो छ बुढानी कण्ठ भन्ने एरिया। किन यहाँ मान्छेलाई को बस्नको लागि हारालुस छ। आजको दिनमा एकदमै अनडिमान्डिङ साइट हो बुढानी कण्ठ भनेको। बुढानी कण्ठमा बस्नलाई मान्छेले देश विदेशबाट रिक्वेस्ट गरिरहेका हुन्छन्, हामीलाई इन्क्वायरीहरू आइरहेका हुन्छ। त्यसैले 5 आना 1 पैसा क्षेत्रफलमा यतिको प्रपर्टी बुढानी कण्ठ एरियामा सायदै काहीँ पाउनु हुनेछ। अब लेडिज एन्ड जेन्टलमेन, मैले भनिहालेँ सुन्दर बस्ती बुढानी कण्ठ 8 भङ्गालमा छौँ हामी। 5 आना 1 पैसा क्षेत्रफलमा 3.5 तल्लामा बनेको डुप्लेक्स स्टाइलको ब्रान्ड न्यू सेमी फर्निस सेमी बङ्गलो प्रपर्टीको टपमा छौँ। 4,60,00,000 यसको आस्किङ प्राइस छ। पूर्व फेसिङ, एकदम वास्तु मिलेको, घाम लाग्ने, अगाडि 13 फिटे ढलाने बाटो, प्राइम रेजिडेन्सियल लोकेसन। तुरुन्तै सम्पर्क गर्नुहोस्, प्राइस मिल्छ। यो लोकेसनको लागि यो प्रपर्टी हट केकको रूपमा हामीले लिस्टिङ गरेका छौँ। आजै नै सम्पर्क गर्नुहोस्। छिट्टै नै यो घर बुकिङ पनि हुँदैछ, ढिलो नगर्नु होला है त दर्शकबिनी। यति भन्दै आजलाई बिदा माग्न चाहन्छु। नमस्कार, जय नेपाल।